दर्शकबिन नमस्कार। तपाईहरुको माझमा म सुजन गौतम भुजु यति बेला यो हाम्रो शहीद पार्कबाट उपस्थित भइसकेको जानकारी पनि गराउन चाहन्छु। यति बेला जेनजीहरुको जुन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका जेनजी साथीहरुको सम्झनामा उहाँहरुको सम्मानमा यहाँ भर्खरै एउटा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भइसकेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो पोखराको शहीद पार्कबाट म तपाईहरुको माझमा जोडिएको छु, तपाईहरुलाई देखाउने जमर्को गरिराखेको छु। यहाँ विभिन्न स्वतन्त्र व्यक्तिहरु आउनु भएको छ। जेनजी पुस्ताहरुको हिम्मत र यो साहसलाई सलाम गर्दै यहाँ बौद्धिक व्यक्तित्वहरु, त्यसपछि यहाँ सामाजिक व्यक्तित्वहरु र यो समाज यो राष्ट्रलाई प्रेम गर्ने अथाह प्रेमले भरिएका व्यक्तित्वहरुको यहाँ चाहिँ जमघट देख्न सकिन्छ। दर्शकबिन ती शहीदहरुप्रति सलाम छ। यहाँ हाम्रो चाहिँ राष्ट्र सेवकहरु पनि आइसक्नु भएको अवस्था छ। यति बेला देख्न सकिन्छ तपाईहरुले यो राष्ट्रका महान व्यक्तित्वहरु उहाँ पनि हुनुहुन्छ। हामी यति बेला तपाईहरुलाई यो शहीद पार्कबाट यो जेनजीहरुको जुन सम्मानमा गरिएको दीप प्रज्वलन कार्यक्रम देखाउने जमर्को गरिराखेका छौं। दर्शकबिन यहाँ दीप प्रज्वलन कार्यक्रम भइराख्दा अब यहाँबाट फेरि हामी मुस्ताङ चोक तर्फ मोडिने छौं। त्यहाँ चाहिँ चोकको नाम जेनजी चोक राखिने भन्ने कुरा हामीलाई सुन्नमा आएको छ। अब तपाईहरुलाई फेरि अन्य कुराहरु जानकारी गराउँदै जाने छौं। हामी यति बेला मुस्ताङ चोक आइपुगेका छौं। मुस्ताङ चोकको यस मुस्ताङ चोकलाई अब जेनजी चोकको नाममा चाहिँ परिणत गर्ने गरी चाहिँ यहाँ साथीहरु चाहिँ ऐक्यबद्ध बन्नु भएको छ। दर्शकबिन तपाईहरुलाई मैले यहाँ देखाउने जमर्को गरिराखेको छु। यो यहाँ चाहिँ धेरै साथीहरु चाहिँ उपस्थित भइसकेको अवस्थामा तपाईहरुलाई देखाउने जमर्को गरिराखेको छु। दर्शकबिन तपाईहरुले देख्न सक्नुहुन्छ अब यो मुस्ताङ चोक जेनजी चोकको नामबाट परिचित बन्ने छ। अब सबैजनाहरूले जेनजीहरुको सम्मानमा मुस्ताङ चोकलाई जेनजी चोक भनेर चाहिँ नामाकरण गर्नुहुनेछ। यति बेला हामी तपाईहरुलाई यहाँको दृश्य देखाउने प्रयत्न गरिराखेका छौं। दर्शकबिन म सुजन गौतम भुजु तपाईहरुलाई यहाँबाट देखाउने जमर्कोमा छु। यति बेला तपाईहरुले देख्न सक्नुहुन्छ यो चोकमा अब हाम्रो जेनजी साथीहरुको चाहिँ सम्झनामा यो चोकको नाम रहने कुरा चाहिँ जानकारी भइसकेको छ। साथीहरु यहाँ चाहिँ यसरी खटिराख्नु भएको छ, सरसफाई पनि गरिराख्नु भएको छ। जेनजीहरुको सम्मानमा अब यो चोकलाई जेनजी चोकले नामाकरण गरिनेछ। दर्शकबिन यति बेला हामी मुस्ताङ चोकमा छौं। अब यसको नाम छिट्टै नै जेनजी चोकले परिणत हुनेछ। जेनजी चोकमा यहाँ हुनुहुन्छ बौद्धिक वर्गहरु, त्यो पछाडि गएर युवा साथीहरु, जेनजी मित्रहरु र चाहिँ यो राष्ट्रलाई प्रेम गर्ने साथीहरु हुनुहुन्छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ साना साना व्यक्तित्वहरु, साना साना जेनजीहरु देउन्ड लिएर यहाँ दारीजुङ्गा भएका व्यक्तित्वहरु पनि देख्न सकिन्छ। तर जियोस् ठीक हो, यहाँ चाहिँ यसरी चाहिँ जेनजी चोक बनाउने क्रम चलिराखेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ बौद्धिक व्यक्तित्वहरु उहाँहरु यहाँ आइसक्नु भएको छ। यति बेला मैले तपाईहरुलाई देखाउने जमर्को गरिराखेको छु। यति बेला यो मुस्ताङ चोक थियो जुन अब जेनजी चोक बनिसकेको अवस्था छ। दर्शकबिन यति बेला तपाईहरुले देख्न सक्नुहुन्छ। हस्, फेरि पनि तपाईहरुको माझमा म चाहिँ जोडिने नै छु भन्दै यति बेलाको बसाइबाट भने म सुजन गौतम भुजु ओजेल पर्न चाहन्छु। हस्त नमस्कार।